So hello guys, welcome to our new vlog, new day, new vlog. And today, के हो दाइ तपाईले नि के हो भ्यू निकालिरहेको क्या हाम्रो केटाहरु छ पनि निकाल्नु खोज्यो कि बाई गरिरहेको छु उताबाट आ जाओ तुम भी आ जाओ आज ल हामी गइरहेको छौँ है त त्यही हो कति यही जङ्गलहरू देखाउनु है तपाईहरुलाई अब बाटो हो त्यही भएर आज लास्ट एक दिन बनाउँछु अनि त्यहाँदेखि लिएर कहिले कसो मार्केटतिर गए बेला बनाउँछु हैन सधैँ कति यो एउटा बाटो देखाउने हैन दाइ हो कि ल भन्नु न बाटो त कति देख्नु है ब्रु कति अब यही हो भनेको बुस्निया भनेको कि बुस्निया भनेको अब जस्तै इन्डियाबाट पाकिस्तान छुट्यो त्यस्तै यो के भन्छ 6 वटा देश छुट्टियो हैन यो क्रोएसियाबाट स्लोभेकिया छुट्यो जसरी पाकिस्तान र सर्बियाबाट बोस्निया छुट्यो जसरी बङ्गलादेश त्यस्तै यो पनि छुटेर बनेको देश हो हैन बङ्गलादेश हो अब व्यवहारमा त उ भन्दा सही गुना राम्रो नि व्यवहार त धेरै राम्रो छ व्यवहार त राम्रै छ सब राम्रो छ सिर्फ त्यही हो अब काम दाम त्यही हो गएर काट पेराइ अब बोस्निया आउन चाहनेहरूले चाहिँ गरे हुन्छ है एप्लाई अहिले भट्टाभट लिइरहेको छ हैन किनभने यो अहिले खुलेको रहेछ अहिले बाहिर देशको इमिग्रेन्ट्सहरूलाई दिइरहेको रहेछ कि हैन र दाइ ओहो अब दाइको टिकटकमा जाने भइहाल्यो फेरि दाइ फेरि खतरा अनि दाइलाई फलो गर है टिकटकतिर केटा हो दाइ फेरि खतरा अनि दाइलाई यहाँ कम्पनीको हरेक सबले मन पराएर है दाइ तपाईलाई गाह्रो छ नि सरी छामी छामी आउँछ खैरेनीहरू फ्ल्याट ढल्छ नि त दाइ तपाईलाई टेन्सनै नलिए नि हुन्छ खैरेनीहरू त सँगै काम गर्छ फ्ल्याट ढल्छ हैन फेरि बचेर हान्छ कोइले त है फेरि हान्ला नि अस्ति हामी कार चिप्ल्यारे भनेको उ त कार हैन त उ त्यो भित्तामा दसरी नगा ठिक छ रमाइलो कहिले कहिले dobro sam kako se vidimo se ciao आएको चाहिँ होस् हिँड्दा हैन हल्का फुल्का भयो नि भाषाहरू जान्ने छ गुगलमा हेरी पढेर हैन मैले चाहिँ यसो गुगलमा हेर्ने गर्छु कि यहाँको भाषाहरू जे होस् बोल्न चाहिँ अलिक अप्ठ्यारै छ यहाँ चाहिँ बढी सर्बियन ल्याङ्ग्वेज युज हुँदो रहेछ कि त्यही भएर अनि हिजो हाम्रो तारिफ भएको थियो नि त है हिजो काम गरेको के त केटा हो तिमीहरूले सर्बियन भाषा नजाने पनि तिमीहरूले काम चाहिँ चाँडै बुझ्छौ खुसी लाग्यो भन्दै थियो एकछिन त दाइरा म त खुसी भए त्यस्तो तारिफ गर्न आउँदा त गुगलमा ट्रान्सलेट गरी आउँछ फेरि सर्ट बोलायो ल के भन्नलाई बोलायो होला जस्तो लाग्यो होइन एकछिन त अनि टक्क मोबाइल देखायो ट्रान्सलेट गरेर राखेको रहेछ यस्तो तारिफ सुन्दा त दिलीप दाइरा म त अनि बत्तेर खुसीले होइन 8 घन्टाको काम कति मिनटमा तर गाह्रो रहेछ हात गल्दा रहेछ यो भ्लगरहरूलाई नि गाह्रो रहेछ छ्या म त गर्दिनँ राख्छु एकछिन ए रक्सी खाँदै हिँड्ने पर्खिनु तपाईँलाई घरमा भाउजूलाई भनिदिन्छु जे होस् बवाल छ है कम्पनी आइपुग्नु थालिसक्यो गाडीहरू त यस्तो फास्ट हिँड्छ तपाईँलाई चुम्म हुँदैन गाडी स्वाट चाक्नीदेखि जाँदा गाडीले चाप दिँदै हिँड्छ त अनि के गर्नु चमक्कै पारिदिन्छ भने त दिलीप दाइ यहाँ स्याउ फाल्यो यति सानो बाटो छ हाम्रो नेपाल भन्दा नि खत्तम छ यहाँको बाटो त सागुरो चाहिँ लास्टै सागुर हो कि हिँड्नलाई चाहिँ छैन कि है झन् त्यो ठुलो ट्रक आयो भने त यो रोडै त्यही एउटाले खाइदिए जस्तो लाग्छ बाटो त खत्तम छ बाटो छैन यहाँ स्याउ फल्यो भने चोरेर खानुपर्छ ल चोर्नै पर्दैन
दिन्छ है यहाँको मान्छेले भएको त हो ससुरा भएको त्यही त अब छोरी चाहिँ को थाहा छैन ससुरा चाहिँ भइसक्यो भएको हो कि ल ठिक छ सबै ठाउँको हिउँ पग्लिसक्यो त्यहाँ चाहिँ अलिकति हिउँ बाँकी रहेछ आयो कत्रो ट्रक यस्तो ट्रक चाहिँ मलाई पनि चलाउन मन लाग्छ कि दाइ नमरी बात चाहिँ मलाई दामी लाग्छ कि सो गाइज हामी कम्पनी आइपुग्न थाल्यो यस्तो चिसोमा हामी पेप्सी खाँदै हिँडिरहेको छ होइन त तर मजा आउँछ पेप्सी खानलाई पनि चिसोमा मजा आउँछ है गर्मी महिनाको लागि त होइन पेप्सी जाडो महिनाकै लागि हुन्छ कारहरू पनि अख्खा अख्खा ओछ्याएर त यो गाडी मेरो ससुरा भएको गइरहेछ ससुरा बाको गाडी हो त्यो अब ससुरा बासँग अहिले झगडा भएको छ नि त त्यही भएर बोल्दैन क्या त्यही त गाह्रो छ ल अहिलेलाई राखिदिन्छु